नमस्ते साथीहरू, फेरि पनि वेलकम तपाईहरुलाई मेरो मिनी भ्लगमा। अनि हजुरहरू सन्चै हुनुहुन्छ र म पनि सन्चै छु। अनि आज चाहिँ हामी कहाँ छौं भनेर हजुरहरूले पछाडिको व्याकरण अनि मलाई हेरेर पनि थाहा पाइसक्नुभयो। हामी चाहिँ आज आलु खन्न आएको छौं साथीहरू। आलु चाहिँ फलेकै छैनन्, यहाँ देख्न सक्नुहुन्छ हाम्रो आलु भर्खर आएर खन्दैछौं साथीहरू। यता आन्टीले चाहिँ पहिला आएर यति आलु खनिसक्नु भयो, उपारी खन्दै हुनुहुन्छ। कति आलु फलेको छन् आन्टी? आलु फल्या छैनन् भन्दै हुनुहुन्छ आन्टीले। आलु फलेको छन् साथीहरू। हाम्रो सिमपुरा यताको खनिम अनि यताको लग्यौं, यो चाहिँ बचेको हो। अंकल चाहिँ यता छन्, दाइ चाहिँ माथि छ। हेर्दै गर्नु होला साथीहरू। के फाइनली गाइस हामी चाहिँ आलु खनिसक्यौं। आलु सकियो भर्खर खनेर। अनि यता छ हामी आलु खनेको, यस्तो छ। यहाँ आन्टीले चाहिँ आलु हाल्दै हुनुहुन्छ। कति घाम लाग्यो आन्टी? धेरै लाग्यो। आलु हामीले चाहिँ राम्रो फले छैन। सबैजनाले आन्टीलाई माया गरिदिनु होला, टिकटकमा गएर पनि फलो गरिदिनु होला हैन आन्टी? हजुर, फलो गरिदिनु होला नि सबैजनाले। फलो गरिदिनु होला सबैजनाले। यही हो साथीहरु हाम्रो आलु खनेको बारीमा। यही हो साथीहरु। विवेकले चाहिँ 2 खेप गरिसक्यो। अब हामीले पनि चाहिँ अब आलु टिपेर घर जान लाग्यो। आलु टिपेर घर जान लागेको छौं साथीहरु। यता चाहिँ आई लभ यु भन्दै हुनुहुन्छ आन्टीले चाहिँ। घाम छ कि साथीहरु, लास्टै गर्मी छ। तपाईतिर कतिको गर्मी छ। यही हो दोकानमा। योमा चाहिँ हामीले अगाडि खनेको, यहाँ चाहिँ हामीले अस्ति नै खनेको थियौं। अनि योदेखि उता चाहिँ हामीले आज खनेको। यही हो साथीहरु आजको हाम्रो काम चाहिँ। अब एकछिनमा घर गएर हामी चाहिँ आलु खनेर घर जान लाग्यौं। अंकलले चाहिँ बाटोमा घाँस काट्दै हुनुहुन्छ, बाख्रालाई घाँस काट्दै हुनुहुन्छ। के गर्दैछौ? चप्पल खोइ तिम्रो? अक्कु खोइ अक्कु? जाऊ लिन, चप्पल लिन जाऊ। फुलेर कस्तो राम्रो। माइजू भान्जा चाहिँ घर बसेको, खाना पनि पकाइसके होलान्। खाना पकायो? घाम छ नि लास्टै। हामी चाहिँ घर आइपुग्यौं। कहाँ फाल्यो आलु? ऊ खोइ विवेक? मेरो छोराले बोलेर फालेछ। यो चाहिँ आन्टीहरुको आलु रहेको छ। धेरै फलेको छ साथीहरु। हामीले अस्ति नै देखि खनिरहेको हो। आज त थोरै बचेको थियो, त्यही खनेको हो। आजको मेरो भिडियो यति नै रहेको छ साथीहरु। सबैजनाले माया गरिदिनु होला। फेरि अर्को भिडियोमा भेट हुनेछौं। बाइ बाइ साथीहरु।